अनि यो वस्तुको प्रत्यक्ष बिक्री ऐन जब नेपालमा आयो, यो धेरैजनालाई थाहै छैन हेर्नुहोस्। धेरैजनालाई थाहै छैन। किन थाहा छैन त भन्दा यो यो किन थाहा छैन त भन्दा हाम्रो नेपालमा जे पनि कानुनहरू हामीलाई समस्या पर्दा मात्रै खोज्न जान्छौँ है। जति पनि नेपालमा बनेको कानुनहरू हामीलाई केही चाहिँ समस्या पर्यो, जटिलता पर्यो, कानुनी न्याय खोज्नु पर्यो भने हामी जान्छौँ है। त्यो कानुनी न्याय चाहिँ खोज्नको लागि हामी चाहिँ कानुन खोज्दै जान्छ। तर यो कानुन त के भइदियो भन्दा यो त कुनै किसिमको न्याय खोज्ने कानुन त होइन है। न्याय खोज्ने कानुन त होइन। त्यही कारणले यो खुसीको कानुन हो यो। यो खुसीको कानुन भएको हुनाले के भयो भने कसैले पनि खोज्दैन हेर्नुहोस्। दुःख परे पो खोज्न जान्थ्यो होइन। कसैले अन्य अत्याचार परे पो खोज्न जान्थ्यो। कसैले त्यो यस्तो खाले कानुनै होइन। त्यही कारणले धेरै थाहै छैन हेर्नुहोस्। यो कानुन पनि वास्तवमा हाम्रो अधिकारभित्रको कानुन। नेपाल सरकारले यस्तो कानुन बनाइदियो कि हे दुःख गरेर कमाएको पैसा यदि तपाईँ चाहनुहुन्छ भने सिधै उत्पादन कम्पनीसँग सामान किनेर तपाईँले चाहिँ केही रकमहरू बचत पनि गर्न सकिन्छ भनेर चाहिँ यो कानुन बनाइदियो हेर्नुहोस्। त्यो कानुन लाई नै वस्तुको प्रत्यक्ष बिक्री यानि सिधै उत्पादन कम्पनीसँग सामान प्रयोग गरेर सामान किनेर प्रयोग गर्न सकिने जुन किसिमको एउटा पद्धति विकास भयो त्यो कानुनलाई नै वस्तुको प्रत्यक्ष बिक्री ऐन 2074 र नियमावली 76 यसलाई ठ्याक्कै भन्नुपर्दा वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धमा व्यवस्थापन तथा नियमन गर्न बनेको ऐन 2074 र नियमावली 76 भनेर चाहिँ दिएको छ। त्यसको चाहिँ पुरै पढ्न सक्छौँ हामी ग्राहक यानि उपभोक्ताको के हो त भन्दा हक अधिकारको लागि चाहिँ बनाएको कानुन हो है। अब चाहिँ हामी सजिलै चाहिँ हिजो जस्तै होइन दुःख गरेर कमाछौँ सजिलै अरूलाई बुझाइदिएको छ हेर्नुहोस्। त्यो कारणले अब यो कानुनले चाहिँ हामीलाई के निर्देश गरेको छ भन्दा तपाईँले दुःख गरेर पैसा कमाएछ होइन। किन चाहिँ तपाईँले अरूलाई दिनुहुन्छ सिधै उत्पादन कम्पनीसँग सामान किन र तपाईँलाई पनि केही न केही फाइदा हुन्छ भनेरै बनाएको हो यो है। यो वास्तवमा हाम्रो कन्ज्युमर राइट्सको हामीलाई फाइदा हुनुको लागि हो, कुनै कम्पनीलाई फाइदा गर्नको लागि होइन। बिचको मध्यस्थकर्ता बिचौलियाहरूलाई चाहिँ के भन्छ फाइदा दिलाउनको लागि होइन हेर्नुहोस्। त्यो यो कानुनले चाहिँ हामीले चाहिँ यसरी चाहिँ हाम्रो म यहाँ चार्टबाट देखाएको छु। एउटा कम्पनी हुन्छ, हामी ग्राहक यहाँ हुन्छौँ। एउटा कम्पनीले सामान उत्पादन गर्छ र हामी ग्राहकले उपभोग गर्छौँ। त्यो कम्पनीले उत्पादन गरेको सामानहरू 40%मा चाहिँ लागत खर्च उसले नाफासहित राख्छ र हामीले 100%मा है परिरहेको अवस्था थियो। 100%मा हामीले किन्थ्यौँ र बिचको 60% के हुन्थ्यो भन्दा अहिले पछिल्लो क्रममा कम्पनीले सिधै हामीलाई दिन्छ। कम्पनीको लागत खर्च 40% लाग्छ र हाम्रो हिसाब 100% पर्छ र 60% जुन छ बिचमा त्यो सिधै हामी कम्पनीसँग सामान किनेको हुनाले हामीलाई नै फिर्ता दिन्छ है। यसबाट चाहिँ के बुझ्छ भने उत्पादन कम्पनीले उत्पादन गरेको सामान हामीले सिधै कम्पनीसँग सामान किनेर गरिने कारोबार हो, व्यापार हो। पुरानो बजारमा के हुन्थ्यो त भन्दा कम्पनीले सामान उत्पादन गर्थ्यो, 40% लागत खर्च लाग्थ्यो उसलाई नाफासहित र उसले विज्ञापन, डिलर, होलसेल र खुद्रालाई चाहिँ केही न केही चाहिँ दिनुपर्ने हुन्थ्यो र हामीले 100% तिर्नु पर्थ्यो। 60% बिचको मध्यस्थकर्ताले खानु नै पर्थ्यो, खान्थ्यो है। किन खान्थ्यो? उनीहरूले लगानी गरेको थियो समय समय चाहिँ अब उनीहरूले सटर भाडा तिर्नु पर्थ्यो, समय चाहिँ अब दिनु पर्थ्यो पसल खोल्नलाई, खान्थ्यो। तर पछिल्लो यो वस्तुको प्रत्यक्ष नयाँ व्यापार प्रणाली आयो त्यसबाट चाहिँ के भन्यो भने बिचको मध्यस्थकर्ताहरू कोही पनि छैन, सिधै उत्पादन कम्पनीसँग सामान किन्ने प्रयोग गर्ने सकियो बस। र बिचको मध्यस्थकर्ताले खाइरहेको रकम हामी ग्राहकलाई नै दिएछ क्या। हामी ग्राहकले नै फिर्ता पाइरहेछ। मैले विगत 6 वर्षदेखि यो मजाले फाइदा लिइरहेको छु हेर्नुहोस्। अहिले पनि हामीसँग कुरा आउँछ, मैले हरेक महिना 32% फाइदा लिन्छु हेर्नुहोस्। पैसा दिएर सामान किन्दै गर्दा हेर्नुहोस् है। हिजोको दिनमा त हामीले त्यो पाएको थिएनौँ, कानुन नआउन्जेलसम्म त पाएको थिएनौँ। यस्तो किसिमको पद्धतिलाई वस्तुको प्रत्यक्ष बिक्री प्रणाली भन्छ। ओके, र हेर्नुहोस् त
हामीले हिजोको दिनलाई चाहिँ हेरौँ। हामी ग्राहक, कस्टमर भनेको कष्ट गर या मर भने जस्तै हो। हामी ग्राहक हटेको कस्टमर भन्छ नि, कष्ट गर अनि मर भने जस्तै हो। हिजो हामीले एक महिनामा न्यूनतम पनि 4,000 रुपियाँ खर्च गऱ्यौँ भने 12 महिनामा 48,000 खर्च हुँदो रहेछ। 10 वर्षमा 4,80,000, 20 वर्षमा 9,60,000 पैसा चाहिँ हाम्रो खर्च भइसक्यो। न्यूनतम 4,000को कुरा। तपाईँले 8,000 गर्नुभयो भने डबल हुन्छ होइन, 10,000 गर्नुभयो भने झनै होला। त्यो पैसा कहाँबाट आएको छ हेर्नुहोस्। मासिक रूपमा 5,000 देखि 10,000 रुपियाँ हामीले खर्च गरेकै हुन्छौँ। त्यो पैसा सजिलोसँग त आएको छैन नि, हेर्नुहोस् त। तपाईँले त्यो फोटोबाट नै प्रष्टै हुन्छ। यी दुःख गरेर कमाएको पैसा है। अब हामीले घर खर्चको लागि सामान त किन्नु पर्यो, साबुन किन्न पर्यो होइन, नुन किन्न पर्यो, कपडा किन्न पर्यो, मन्जन किन्न पर्यो, खाने तेल किन्न पर्यो, कपालमा लगाउने तेल पनि किन्न पर्यो। हरेक कुरा किन्नु पर्यो नि त। त्यो किन्दाखेरि हामीले कसलाई चाहिँ हाम्रो पैसा कहाँ गयो त? हो, यो दुःख गरेर कमाएको पैसा हामीले अहिले वस्तुको प्रत्यक्ष बिक्री ऐन अन्तर्गत हेल्दी लिभिङ नेपालले हामीलाई नै फिर्ता गरिरहेछ। जुन चाहिँ हेल्दी लिभिङ नेपाल 2077 असार 19 गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय उपभोक्ता संरक्षण विभागमा दर्ता गरेका छ हेर्नुहोस्। यसलाई www.healthylivingnepal.com बाट चाहिँ लगइन गरेर पनि वेबसाइटबाट हेर्न सक्नुहुन्छ। राइट। यो कम्पनीको फाउन्डर हुनुहुन्छ डाक्टर तेम्पा शेर्पा। डाक्टर तेम्पा शेर्पाको यो भिजनरी भनौँ न, दूरदर्शिताको चाहिँ कारणले गर्दा आज चाहिँ हामीले यो मौका पाएको छौँ हेर्नुहोस्। मैले विगत 6 वर्षदेखि यसको फाइदा लिइरहेको छु हेर्नुहोस्। उहाँले यदि हेल्दी लिभिङ नेपाल स्थापना गरिदिएन भने सायद मैले यो फाइदा लिन नि पाउँथेन है। त्यही कारणले उहाँले के भन्नुहुन्छ भन्दा मानिसहरूलाई स्वस्थ र समृद्ध जीवन बिताउन मद्दत गर्ने उहाँको विचार छ। उहाँ भन्नुहुन्छ रोग लाग्न दिनु भएन। रोग लाग्यो भने लाखौँ रुपियाँ उपचार खर्चमै गइहाल्छ। रोग लागेर लाखौँ रुपियाँ उपचार गर्नुभन्दा रोग नै लाग्न दिनु हुँदैन भन्छ। त्यसको लागि हेल्दी लिभिङले यी प्रोडक्टहरू चाहिँ ल्याएको छ। जुन प्रोडक्टहरू नयाँ साथीहरूले चाहिँ यो प्रोडक्टको बारेमा चाहिँ हामी विषयवस्तुमा हुँदाखेरि हामी त्यो कुरा गरौँला। प्रोडक्टहरू नितान्त रूपमा स्वास्थ्यलाई चाहिँ ख्याल गरेर बनाएको प्रोडक्ट छ। ए ग्रेडको प्रोडक्ट छ। र आर्थिक पाटो समृद्ध जीवन बिताउनको लागि उनीहरूले मद्दत गर्छ भनेको छ। हाम्रो घर खर्चहरू बढिरहेको छ दिनदिनै, आवश्यकताहरू त्यत्तिकै बढिरहेको छ, सपनाहरू पनि त्यही अनुसारले बढिरहेको छ। सपना त छ नि जोसँग नि, त्यो सपना चाहिँ पुरा गर्नको लागि कम्पनीले सपोर्ट गर्छ भन्छ है, मद्दत गर्छ। त्यही भएर स्वास्थ्य मार्फत समृद्धि यो कम्पनीको लक्ष्य हो। तपाईँ हामी स्वस्थ निरोगी हुनु पर्यो र आर्थिक पाटो र हाम्रो सपना पनि पुरा हुनु पर्यो भन्छ यसले। यो त धेरै राम्रो कुरा हो नि। यो कसले भन्छ? तपाईँ अब चाहिँ तपाईँ हाम्रो अभिभावकले यस्तो कुरा गरिदिनु पर्ने कुरा हो हेर्नुहोस्। अहिले कहाँबाट कसरी चाहिँ आइरहेछ हेर्नुहोस्। यो त समयको चाहिँ एउटा फल भन्छु कि मैले। समयले दिएको चाहिँ चिज हो यो खुराक। लिनुपर्छ भन्ने कुरा हो, नलिनु बुझ्नुपर्छ भन्ने कुरा हो। लिनैपर्छ भन्ने बाध्यता छैन। त्यही भएर यो कम्पनीले के गर्छ त भन्दा 200 भन्दा बढी प्रोडक्टहरू हेल्दी लिभिङले अहिले 35वटा ब्रान्च अफिसबाट के भन्छ उपलब्ध गराएको छ। 35वटा ब्रान्च अफिस जस्तै गण्डकी प्रदेशमै अहिले पोखरामा, दमौलीमा र चाहिँ बेसी सहरमा छ है। हाम्रो नजिकै चितवन, बुटोल, त्यहाँबाट अरू पनि 35वटा ब्रान्च अफिसबाट यो प्रोडक्टहरू चाहिँ अहिले उपलब्ध भइरहेको छ। जुन प्रोडक्टहरू हेल्थ केयर सम्बन्धी छ। तपाईँको रो खानेकुराबाट नपाउने तत्त्व है, यो चाहिँ खाद्य परिपूरक तत्त्वहरूबाट चाहिँ लिने हेल्थ केयरलाई, स्वास्थ्यलाई, तपाईँको पाचन प्रणालीलाई, तपाईँको चाहिँ के भन्दा रक्त सञ्चार प्रणालीलाई, तपाईँको मुटुको कार्यप्रणालीलाई है, तपाईँको चाहिँ कलेजोको कार्यप्रणालीलाई, तपाईँको स्नायुको प्रणालीलाई, तपाईँको हर्मोनको कार्यप्रणालीलाई मजबुत बनाउने जुन जुन चिजहरू हामीले खानेकुराबाट पाउँदैनौँ, जुन पौष्टिक आहारहरू हामीले खानेकुराबाट पाउँदैनौँ, त्यो पौष्टिक आहार चाहिँ यो हेल्थ केयरको प्रोडक्ट, हेल्दी लिभिङमा भएको प्रोडक्टहरूबाट लिन सक्छ। त्यस्तै होम केयरको प्रोडक्टहरू, घरलाई सुरक्षित बनाउने हेर्नुहोस्, सफा सुन्दर बनाउने, कुनै पनि केमिकलहरू नहोस्
त्यस्तो वातावरणीय असर नपरोस् भन्ने चाहिँ हेतुले बनाएको छ यो प्रोडक्ट। यो प्रोडक्ट तपाईँको वातावरण, स्वास्थ्य र स्किनलाई कुनै किसिमको असर नपुर्याउने ए ग्रेडको प्रोडक्टहरू हेल्दी लिभिङले उत्पादन गरेको छ। होम केयरको प्रोडक्ट जस्तै फ्लोर क्लिनर, होइन, टोइलेट क्लिनर, त्यस्तो प्रोडक्टहरू चाहिँ हामीसँग छ। ओरल केयरको मुख सम्बन्धी, है, यो मुख दाँतको लागि वास्तवमा मुख दाँत एकदम इम्पोर्टेन्ट पनि छ, राइट। यसको लागि चाहिँ हामीले हरेक दिन चाहिँ सफा गर्छौँ र अहिले बजारतिरबाट चाहिँ गरिरहेका छौँ। त्यो बजारको प्रोडक्टहरू कुनै ग्यारेन्टेड छैन। हेर्नुहोस्, हेल्दी लिभिङको प्रोडक्टमा 100% ग्यारेन्टेड भनेरै लेखिएकै पनि हुन्छ। तर कति प्रोडक्टहरू मैले हेरेँ, अरू यस्तै डाइरेक्ट सेलिङ कम्पनीमा मात्रै उनीहरूले लेखिरहेको छ। किन लेखेन? है, लेख्न त सकिहालिन्थ्यो नि, के फरक पर्थ्यो र? तर लेख्न नसक्दो रहेछ। लेखेपछि प्रमाणित पनि गर्नुपर्ने रहेछ सम्बन्धित ठाउँमा पऱ्यो भने। त्यो कारणले ओरल के अरे ओरल केयरको प्रोडक्ट, पर्सनल केयरको प्रोडक्ट, हेल्थ फुडहरू यस्तो स्वास्थ्यलाई चाहिँ राम्रो, जस्तै बिहानको चाहिँ ब्रेकफास्ट आछ, है, के भन्छ प्रोटिन पाउडरहरू छ, है, हेल्थ फुडको लागि। कलर कस्मेटिक आइटमहरू, है, र स्किन केयर चाहिँ स्किन फर्मुला 9 प्रोडक्टहरू आछ, है, जुन प्रोडक्टहरू स्किनलाई कुनै केमिकलबाट चाहिँ असर नपुर्याउने, हार्मफुल भनौँ न, केमिकलै राखे पनि रिड्युस तरिकाले जुन किसिमको स्किनलाई र स्वास्थ्यलाई असर हुन्छ। जस्तै लिपस्टिक लगायो भने के हुन्छ? लिपस्टिक चाहिँ अब मुखैमै हुन्छ, उसले चाहिँ जान अनजान खाएको हुन्छ। र बजारतिरको त्यो विषादी चाहिँ लिपस्टिक हाम्रो शरीरमा गयो भने हेर्नुहोस्, जिन्दगीभर कतिवटा लिपस्टिक खाने हो हामीले। त्यही कारणले मान्छेलाई क्यान्सर भइरहेछ। त्यस्तो नहोस् भन्ने खातिर हेल्दी लिभिङले त्यसरी चाहिँ गुणस्तरीय वस्तुहरू चाहिँ अहिले हामीलाई उपलब्ध गराएको छ। हेर्नुहोस् त, त्यस्तो केयरिङ गरेर चाहिँ प्रोडक्टहरू चाहिँ ल्याएको छ। त्यस्तै हामीसँग 200 भन्दा बढी प्रोडक्टहरू छन्। हामी प्रोडक्टको बारेमा कुनै दिन चाहिँ हामी विषयमा चाहिँ चर्चा गरौँला। ओके, यी प्रोडक्टहरू किन्नको लागि हेल्दी लिभिङ नेपालले एउटा सिस्टम बनाएको छ। त्यो सिस्टम अन्तर्गत हेल्दी लिभिङको सामानहरू प्रयोग गर्नको लागि हामीले जसरी ब्याङ्कमा खाता खोलिन्थ्यो त्यसरी नै यहाँ पनि एक प्रकारको खाता खोल्नुपर्ने हुन्छ। त्यो चाहिँ रजिस्टर गर्नको लागि, अनलाइन रजिस्टर गर्नको लागि नागरिकताको फोटोकपी एउटा, पासपोर्ट साइजको फोटो, मोबाइल नम्बर, बाबु बाजेको नाम, बैङ्कको खाता नम्बर, व्यक्तिगत प्यान नम्बर, केवाइसी फारम, हकवालाको नाम पनि चाहिन्छ। हेर्नुहोस्, यो गर्नलाई पैसा केही पनि लाग्दैन। हेर्नुहोस्, तपाईँ आफैले घरैबाट पनि, है, के अरे के भन्छ, इन्टरनेटबाट लगइन गर्न सक्नुहुन्छ। तपाईँको मोबाइलबाट पनि लगइन गर्न सक्नुहुन्छ र तपाईँको आफ्नो आइडी कार्ड चाहिँ लिन सक्नुहुन्छ। तपाईँको आइडी नम्बर लिन सक्नुहुन्छ। त्यो आइडीमा के हुन्छ त भन्दा तपाईँले जति सामानहरू किन्नुहुन्छ त्यसको रेकर्ड त्यहाँ राखिएको हुन्छ। ओके कृष्ण सर, भन्नुहोस्। भन्नुहोस् सर, हात उठाउनु भएको छ? हामीसँग 2 मिनट समय छ। भन्नु सर। त्यही भएर सर मैले रिजोइन गर्न सम्पूर्ण साथीहरूलाई आग्रह गर्दै मैले चाहिँ तपाईँको मेसेज पनि गरेको छु, त्यही भएर सर आग्रह गरेको। ल, ओके, हामीसँग 2 मिनट समय छ। साथीहरू पुनः चाहिँ जोडिनु होला। आज चाहिँ हामीले जसरी हाम्रो बिरामी भएर हामी हस्पिटल जाँदाखेरि एक्सरे गर्छौँ नि, ल्याब टेस्ट गर्छौँ नि, हो त्यस्तै चाहिँ आजको चाहिँ हाम्रो इम्पोर्टेन्ट भनेको कन्सिस्टेन्सी। जुन प्रोडक्टहरू किन्दै गर्दा हामीले निरन्तर रूपमा सामान किन्दै गर्दाखेरि यहाँबाट पाउने फाइदाहरू चाहिँ हामी सुनाउँछौँ। त्यही भएर तपाईँहरू समय सकियो भने पनि एकपटक रिजन गर्नु होला है, के म बोल्दै गर्छु। अनि चाहिँ हामीले चाहिँ यो अनलाइन रजिस्टर गर्नुपर्ने हुन्छ। यो रजिस्टर गर्दाखेरि चाहिने डकुमेन्टहरू यहीँ छ, तपाईँले स्क्रिनसट गरेर पनि राख्न सक्नुहुन्छ। र यो चाहिँ फर्म भर्नलाई तपाईँ आफैले पनि त्यहाँबाट भर्न सक्नुहुन्छ। र यो फर्म भर्नलाई पैसा कुनै पनि लाग्दैन। हेर्नुहोस्, यसको फर्म भर्नुको कारण के हो त भन्दा तपाईँको हरेक रेकर्डहरू त्यहाँ होस्, तपाईँले किनेको सामानहरूको रेकर्ड सबै त्यहीँ रहोस्। त्यो अर्थमा तपाईँलाई यो चाहिँ अनलाइन रजिस्टर गरेको। र यो रजिस्टर गरिसकेपछि तपाईँकै मोबाइल एप्लिकेसनबाट हेल्दी लिभिङको चाहिँ एप डाउनलोड गरेर पनि तपाईँको सबै रेकर्डहरू हेर्न सक्नुहुन्छ। जसरी हामीले मोबाइल ब्याङ्किङ हेर्छौँ नि, त्यसरी नै यो पनि हेर्न सकिन्छ। तपाईँले कति सामान किन्नुभयो, तपाईँलाई चाहिँ के चाहिँ चिजबाट कम्पनीले दियो, फिर्ता दियो, के चाहिँ जस हरेक चाहिँ एक्टिभिटिज तपाईँले यहाँबाट हेर्न सक्नुहुन्छ र चाहिँ एक्नोलेज चाहिँ लिन सक्नुहुन्छ। ओके, अब 1 मिनट मात्रै समय छ, हामी चाहिँ फेरि जोडिनु होला। र यति चाहिँ हामीसँग आइडी नम्बर चाहिँ आइसकेपछि त्यो आइडीको आधारबाट तपाईँले
35वटा ब्रान्च अफिस जताबाट सामान किने पनि तपाईँको रेकर्ड त्यही मोबाइल एप्लिकेसनमा आउँछ। त्यही मोबाइल एप्लिकेसनमा हेर्न सक्नुहुन्छ है। 35वटा ब्रान्च अफिसबाट जताबाट सामान किने, जस्तै अस्ति हामीले